हेलो गाइस, वेलकम टु माई न्यू भिडियो होइन। अब मैले चाहिँ आज के विषयमा भिडियो बनाउन जाँदैछु भने कति साथीहरूले सोधिरहनु भएको थियो क्या, सप्लाई कम्पनी कि डाइरेक्ट कम्पनी कसरी थाहा पाउने भनेर होइन। त्यो चाहिँ तपाईँहरू यहाँ आएपछि बल्ल काम गर्न थालेपछि कुन कम्पनी भनेर ल्याएर काम ल्यायो र कुन कम्पनीमा लगेर हालिदियो भनेर जब तपाईँहरू नेपालबाट यहाँ आउनुहुन्छ बल्ल थाहा हुन्छ है। तपाईँहरू नेपालै छँदाखेरि चाहिँ थाहा हुँदैन कि डकुमेन्ट हेरेर अथवा इमिग्रेसन यताउता अब इन्डिया जाँदाखेरि यताउता अब कतैबाट पनि थाहा हुँदैन कि। जब तपाईँहरू यहाँ आउनुहुन्छ अब तपाईँहरूलाई एजेन्टले भनेको कम्पनीमा हालिदियो भने तपाईँ डाइरेक्ट कम्पनी हुनुभयो। अब भनेको भन्दा पनि अर्को कम्पनी अर्को काम, जस्तै तपाईँलाई होटेलमा काम भनेर ल्याएर अर्को अब अथवा कुनै काममा लगाइदियो, कन्स्ट्रक्सन लाइनतिर अथवा कुनै काममा लगाइदियो भने त्यो चाहिँ तपाईँहरूको त्यो सप्लाई कम्पनी भयो है। अब जस्तै होटेलमै भनेर तपाईँलाई जुन काममा भनेर ल्याएको त्यही काममा लगाइदियो, जुन कम्पनी भनेर लिएको त्यही कम्पनीमा लगाइदियो भने चाहिँ त्यो चाहिँ डाइरेक्ट कम्पनी हो। तपाईँहरू डाइरेक्ट कम्पनीमा आउँदा चाहिँ धेरै फाइदा हुन्छ। जस्तै तपाईँहरूलाई इन्सुरेन्स यताउता तलब जे भनेर पठाएको छ त्यो दिन पर्छ, दिन बाध्य हुनेछ कम्पनी होइन। अब सप्लाई कम्पनी पऱ्यो भने तपाईँहरूलाई जे भनेर ल्याएको छ त्यसमा अलिकति थप घट हुनसक्छ। अब कोही कम्पनीमा बढी पैसा पनि दिनसक्छ। अब मान्छे चाहिरहेछ, तुरुन्त चाहिरहेछ भने अब जस्तै 3500 भनेर ल्याएछ भने 4000 दिएर राखिदिनु पनि सक्छ। अब मान्छे एकदम खाँचै छ भने अथवा कोही कम्पनीमा जे होस् मान्छे भयो नि हुने नभए नि हुने त्यस्तो अवस्था छ भने चाहिँ अलिकति पैसा चाहिँ कम दिन्छ अथवा त्यो